पक्राउ पर्ने डरले ओलीको उत्तेजक राजनीति किन घटेन दम्ब। एमाले भित्रै एक्लिँदै कांग्रेसले दिएन मुद्दामा साथ। निर्वाचन बिथोल्ने खेल यसरी घेरिँदैछन् ओली। को देखिए पक्ष र विपक्षमा कसरी पेलिँदैछन्। जेएनजीमा देखिएको फुट, सरकारमा देखिएको डर र पेल्न सकिने आशाका साथ उत्तेजक राजनीति थालेका एमाले अध्यक्ष केपी शर्मा ओली चौतर्फी पेलिन थालेका छन्। पार्टीभित्र पेलेरै जाने उनको सपनामाथि प्रश्न उठ्न थालेको छ भने महेश बस्नेत जस्ता पात्र बाहेक सिङ्गो पार्टी पंक्ति अर्को धारमा उभिने अवस्था बन्दै जान थालेको छ। हुन पनि नेपाली कांग्रेस नरम बन्दा ओली मात्रै गल्ती महसुस गरिरहेका छैनन्। यसले उनको सँगै पार्टीको समेत पतन हुने अवस्था बनेपछि एमाले भित्र ओलीलाई तह लगाउने कि विद्रोह भन्ने अवस्था नै छ। यसैको उदाहरण नेकपा एमालेमा उपाध्यक्ष द्वय अष्टलक्ष्मी साक्य र युवराज गेवालीले त लिखित रूपमै अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागेका छन्। ओलीको गुण्डु स्थित डेरामा शुक्रबार बसेको सचिवालय बैठकमा उनीहरूले अब पुरानै सोचबाट पार्टी चल्न नसक्ने भन्दै लिखित राय राखेका थिए। पार्टी पंक्तिमा अहिले निराशा छाएको भन्दै अहिलेकै अवस्थामा चल्न नसकिने साथै नयाँ ढंगले नयाँ सोचका साथ जानुपर्ने पनि उनीहरूले उल्लेख गरेका छन्। यद्यपि महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप गेवालीले भने यस्तो कठिन अवस्थामा नेतृत्वको आलोचना गर्नुभन्दा पार्टीलाई मात्रै होइन सिङ्गो लोकतान्त्रिक आन्दोलनलाई जोगाउने गरी अघि बढ्नुपर्ने भन्दै ओलीको बचाउ गरेका थिए। जहाँ उपाध्यक्ष सुरेन्द्र पाण्डेले त अझै अटेर गरियो भने उनीहरूले अर्को अभियान सुरु गर्ने खतरा बारे बुझ्नुपर्ने बताएका थिए। अर्थात् जसले आन्दोलन गरे उनीहरूको माग 3 जनाले शेरबहादुर देउवा, केपी ओली र प्रचण्ड बिदा लिनुपर्छ भन्ने थियो। पाण्डेले सावधानी गराए, अस्ति त सत्ताबाट हटाए, फेरि यस्तै नदोरिएला भन्न सकिँदैन। यसबाहेक बिहीबार गुड्डुमै सार्वजनिक कार्यक्रम गरेर ओली सहित नेताहरूले प्रतिनिधि सभा पुनर्स्थापनाको माग राख्ने बारे दिएको मन्तव्यमा पनि नेताहरूले असहमति जनाएका छन्। उपाध्यक्षहरू युवराज गेवाली, अष्टलक्ष्मी साक्य, सुरेन्द्र पाण्डे र विष्णु पौडेलले चुनावमा केन्द्रित भएर जानुपर्ने तर्क गरेका छन्। यसको अर्थ भदौ 23 को जेएनजी आन्दोलन विदेशी प्रतिक्रियावादीहरूको षड्यन्त्रमा भएको भन्दै मुद्दालाई नै डिरेल गर्ने ओलीको सपना अब धेरै टिक्ने अवस्था छैन। उस्तै छ ओलीको दम्ब। कारण यस्तो, यता ओलीले भने हेलिकप्टरमा झुन्डेर भागेको बिर्सिसकेका छन्। अहिले पनि उनी यो आन्दोलन केवल भुराभुरीको भएको जसरी प्रस्तुत भइरहेका छन्। उनी भदौ 23 को आन्दोलनको न्यू अर्थात् सामाजिक सञ्जालमाथि लगाइएको आफ्नो हटपूर्ण प्रतिबन्धलाई मान्न तयार छैनन् र त्यस दिन र भोलिपल्ट 74 जना युवाको ज्यान जानुको मूल कारण आफ्नै त्यो हट थियो भन्ने तथ्यलाई पनि उनी स्वीकार गर्दैनन् भने यो ट्रिगर मात्र बनेको र युवा विद्रोहको वास्तविक जड त लामो समयदेखि नेपालमा मौलाएको कुशासनको दुष्चक्र हो भन्ने वास्तविकतालाई पनि ओलीले स्वीकार गरेका छैनन्। मानिसहरूमा बढ्दो असन्तोष र बैचनीमा आफ्ना वचन व्यवहार र उखान टुक्काहरूले लामो समयदेखि नुनचुकको काम गरिरहेको थियो भन्ने कुरा त ओलीले स्वीकार गर्ने कुरै भएन। फलत अहिले पनि कहिले यो सरकारलाई हाहा हुको भन्ने त कहिले गृहमन्त्रीलाई थर्काउने काम उनले गरिरहेका छन्। अझ महेश बस्नेत जस्ता अराजकलाई पार्टीका लागि लड्ने हिरोका रूपमा विकास गरिरहेका उनी निर्वाचनको माहौल बिगारिरहेका छन्। यसका पछाडि शक्तिमा नभए जेल जान पर्ने उनको डरले काम गरेको प्रश्न देखिन्छ। अहिले एमाले जस्तो पार्टीको अध्यक्ष हुँदा समेत बाहिर निस्कन सक्ने स्थितिमा नरहेका उनी सत्तासँगै पार्टी राजनीतिबाट पनि किनारा लागे दुर्दिन सुरु हुने डरमा देखिन्छन्। यसरी घेरिँदैछन् ओली। तर ओलीले यति सजिलै छुट पाउने अवस्था भने छैन। उनले भने चाहिँ आफू विरुद्ध विदेशीले षड्यन्त्र भएको भाष्य निर्माणमा एमाले सफल भएछ भने पनि त्यसको प्रश्नमा पनि ओली नै छन्। किनभने यो भाष्यलाई मान्ने हो भने त्यो षड्यन्त्रमा सेना, सशस्त्र, गुप्तचर, प्रहरी र राज्यका सबै अङ्गले विदेशीलाई साथ दिए र उनलाई अन्तिमसम्म गुमराहमा राखे। अर्थात् उनीहरूले विदेशीलाई विश्वास गरे, आफ्नै प्रधानमन्त्रीलाई विश्वास गरेनन्। यस्तो कसैलाई विश्वास नगर्ने व्यक्ति कसरी राज्य सञ्चालक हुन सक्छ? अर्को प्रश्न उठ्नेछ। अर्को महत्वपूर्ण कुरा त बहुदल आएपछि नै यो देशमा कोही सत्तामा छ भने त्यो एमाले कांग्रेस नै हुन्। यदि देश विदेशीकै हातमा पुगिसकेको छ भने यतिका वर्ष सरकारमा रहँदा त्यो वातावरण निर्माण कसले गरिदियो? यसरी हेर्दा जेएनजी आन्दोलन पछिको परिस्थितिमा जुनसुकै तर्क गरे पनि ओलीको राजनीतिक औचित्य समाप्त भइसकेको छ।